नमस्कार सबैलाई। आज म निर्वाचन आयोगको काम कर्तव्य लिएर आएकी छु। पहिलामा निर्वाचन आयोगले यस संविधान र संघीय कानुनको अधीनमा रहे जुन निर्वाचन आयोग छ त्यो चाहिँ नेपालको संविधान र संघीय कानुनको अधीनमा रही राष्ट्रपति, उपराष्ट्रपति र संघीय संसदको सदस्य, प्रदेश सभाको सदस्य, स्थानीय तहको सदस्यको निर्वाचनको यो सबै सदस्यहरूको पदको लागि जुन निर्वाचन हुन्छ त्यो निर्वाचन सञ्चालन गर्ने, त्यसको रेखदेख गर्ने, निर्देशन गर्ने र नियन्त्रण गर्ने छ निर्वाचन आयोगले। त्यसपछि निर्वाचनको प्रयोजनका लागि मतदाताको नामवाली चाहिँ तयार गर्ने कार्य पनि निर्वाचन आयोगले गर्नेछ। 2 नम्बरमा रहेको छ निर्वाचन आयोगले यस संविधान र संघीय कानुनको बमोजिम निर्वाचन आयोग जुन छ त्यो यो हाम्रो अहिलेको जारी भएको संविधान र संघीय कानुन बमोजिम हाम्रो राष्ट्रको महत्त्वको चाहिँ विषयमा त्यो जनमत संग्रह गराउनेछ। राष्ट्रको विषयमा राष्ट्रलाई कसरी अगाडि बढाउने, कसरी निर्वाचन गराउने, नेपालले कसरी अगाडि बढाउने भन्ने कुरामा त्यसले आफ्नो प्रक्रिया दिनेछ। त्यसपछि छ राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेश सभाका सदस्य तथा स्थानीय तहका सदस्यका लागि प्रमुख उम्मेदवारीको मनोनयन भई पश्चात वा निर्वाचनको परिणाम घोषणा नभएको अवस्थामा यदि त्यो उम्मेदवारीको माथि यदि यहाँ छ राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदको सदस्य, प्रदेश सभाको सदस्य, स्थानीय तहको सदस्यका लागि उम्मेदवारीको मनोनयन दर्ता भइसकेको यदि कुनै मान्छे छ त्यसको उम्मेदवारी दर्ता भइसक्यो, यो अब त्यो लड्छ निर्वाचन, त्यसपछि अब निर्वाचन पनि भइसक्यो, निर्वाचनको परिणाम घोषणा नभएको अवस्थामा यदि उसको आचरण सम्बन्धी कुनै योग्यता र उसको आचरण सम्बन्धमा कुनै प्रश्न उठेमा त्यसको निर्णय चाहिँ कसले गर्छ छ निर्वाचन आयोगले गर्नेछ। लास्टमा छ निर्वाचन आयोगले आफ्नो काम कर्तव्य र अधिकार मध्ये कुनै पनि काम कर्तव्य र अधिकार प्रमुख निर्वाचन आयुक्तलाई दिन सक्छ वा कुनै निर्वाचन आयुक्त वा सरकारले तोकेको कर्मचारीको अधीनको शर्तमा रही त्यो निर्वाचन आयोगले आफ्नो काम कर्तव्य प्रयोग र प्रत्योजन गर्ने गरी प्रयोग र प्रयोग तथा पालना गर्ने गरी प्रत्योजन गर्न सक्नेछ। निर्वाचन आयोगले यदि आफ्नो काम कर्तव्य छ त्यो काम कर्तव्य मध्ये आफ्नो कुनै पनि काम कर्तव्य अधिकार प्रमुख निर्वाचन आयुक्तलाई दिन सक्छ या कुनै पनि निर्वाचन आयुक्तलाई वा नेपाल सरकारले तोकेको कर्मचारीको अधीनमा रही प्रयोग तथा पालना गर्ने गरी प्रत्योजन गर्ने सक्नेछ। लास्टमा छ निजामती आयोगको कुनै पनि काम कर्तव्य र अधिकार तथा कार्यविधि संघीय कानुन बमोजिम हुनेछ। ल यति भन्दै धन्यवाद। यदि तपाईलाई केही अझै चाहेमा लोकसेवा सम्बन्धी कमेन्ट गर्नुहोला, म त्यो पनि भिडियो बनाएर राखिदिन्छु। धन्यवाद।